यो हो त्यो बुझा लाहा भन्छन् लावा 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 छर्दिनुहोस् त्यही जस्तो त्यो पञ्चरत्न शिलामा सबको गुरुको निकाल यता यो फलहरू चढाउनु सबलाई निकाल है 5वटा अब सबैमा 5वटा पाँच के देखाउँछ के ओम सर्वै मङ्गलमङ्गले शिवे बत्ती बलेकै सर्वै मङ्गलमङ्गले शिवे सर्वार्थ साधिके शरणे त्र्यम्बके गौरी नारायणी नमस्ते ब्रह्म शरीरावकेतु सर्वे ग्रह शान्तकरा भवन्तु सर्वै मङ्गल ल अब त्यसलाई ट्याक्क राख्नुहोस् ल यहाँ सिला राख्ने ल जो बनाएर चढाएको उसलाई नगराएर जस्तो यहाँ ढुङ्गा माथि आएर राखिएको छ त्यस्तै गरेर तल राख्नु है नाप्नु आएको थियो कि नै नापेको वाच्च खसाल्दिउँ हात जान्न यस्तो मुखी हाल्न साइड यसो घुमाएर के हो त्यस्तो हात उल्टे समाएछु कि हो त्यसो गरेर हो त्यसो जान्छ अटाउँछ अब यो बत्तीलाई पनि त्यही कलश राख्नुहोस् ल कलश ढुङ्गामाथि ढुङ्गामाथि कलश होइन दियो दियो कता फर्का दियो पनि पूर्वै फर्काउँछु त्यो उताबाट है यहाँनिरबाट हो त्यहाँनिरबाट अब यसलाई पेट्टा फुटाल्नुहोस् है अलि त त्यहाँ भोग दिनुहोस् आसी पेट्टा हानेर यहाँ बत्तीलाई नमार्नु होला अन्त भोग दिउँ अन्त यसो त्यहाँको कुन चाहिँ रस चाउनु होला ल ल भयो मङ्गलम भगवान् विष्णु मङ्गलम गढ मङ्गलम धेरै अलिअलि चाहिने हुन्छ क्या नरिवल त कोही त्यस्तै हुन्छ क्या बिग्रिया छ खान मिल्दैन भने छोडिदिनुहोस् बिग्रेर रहेछ ल त्यो उनै आयो गर्मीले सडिहाल्छ अब बिस्तारले यसलाई तोप्ने हो अलि त गिटी राख्दै जानुहोस् ढुङ्गा बाहिर नउम्कियोस् नि पछि वो गर्ने बेला याद गर्नु होला है ल अब अरू के राखौँला त यसको माथि एउटा पुङ्गी फाल पनि राखिदिनुहोस् होला है हजुर अब पुर्दै जाने अब यहाँ समय परिस्थितिले गर्दाखेरि होइन समय छ ठुलो हुन्छ कि ठुलो अब लाउने अब लाने हुन्छ क्या अब टेन्सन यो पूर्णभन्दा पहिला धागा लाउनु कुल देवतालाई त लाउनु भयो लाइयो ल यहाँका क्षेत्रपाललाई आदि इत्यादि है यो भुजा पनि चढाउनु होला है अलिअलि जहाँ त्यहाँ ध्वजा लाउनुहुन्छ हो त्यो भुजा लाहा भन्छन् लावा 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 छर्दिनुहोस् त्यही जस्तो त्यो पञ्चरत्न शिलामा सबको गुरुको निकाल यता यो फलहरू चढाउनु सबलाई निकाल है 5वटा अब सबैमा 5वटा पाँच के देखाउँछ के ओम सर्वै मङ्गलमङ्गले शिवे बत्ती बलेकै सर्वै मङ्गलमङ्गले शिवे सर्वार्थ साधिके शरणे त्र्यम्बके गौरी नारायणी नमस्ते ब्रह्म शरीरावकेतु सर्वे ग्रह शान्तकरा भवन्तु सर्वै मङ्गल ल अब त्यसलाई ट्याक्क राख्नुहोस् ल यहाँ सिला राख्ने ल जो बनाएर चढाएको उसलाई नगराएर जस्तो यहाँ ढुङ्गा माथि आएर राखिएको छ त्यस्तै गरेर तल राख्नु है नाप्नु आएको थियो कि नै नापेको वाच्च खसाल्दिउँ हात जान्न यस्तो मुखी हाल्न साइड यसो घुमाएर के हो त्यस्तो हात उल्टे समाएछु कि हो त्यसो गरेर हो त्यसो जान्छ अटाउँछ अब यो बत्तीलाई पनि त्यही कलश राख्नुहोस् ल कलश ढुङ्गामाथि ढुङ्गामाथि कलश होइन दियो दियो कता फर्का दियो पनि पूर्वै फर्काउँछु त्यो उताबाट है यहाँनिरबाट हो त्यहाँनिरबाट अब यसलाई पेट्टा फुटाल्नुहोस्
है अलि त त्यहाँ भोग दिनुहोस् आसी नै ढुङ्गा काट्टा हानेर यहाँ बत्तीलाई नमार्नु होला अन्त भोग्दिउँ अन्त यसो त्यहाँको कुन चाहिँ रस चाउनु होला ल ल भयो मङ्गलम भगवान् विष्णु मङ्गलम गणध्वज मङ्गलम पुण्डरीका धेरै अलिअलि चाहिने हुन्छ क्या बस 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 बिग्रेर चाहिँ क्या नरिवल त कोही त्यस्तै हुन्छ क्या बिग्रिया छ खान मिल्दैन भने छोडिदिनुहोस् बिग्रेर ल त्यो उनै आयो गर्मीले सडिहाल्छ अब बिस्तारले यसलाई टोप्ने हो अलि त गिटी राख्दै जानुहोस् ढुङ्गा बाहिर नउम्कियोस् नै पछि बो गर्ने बेला याद गर्नु होला है भइहाल्छ ल अब अरू के चिनो राखौँला त यसको माथि एउटा पुङ्गी फाल पनि राखिदिनुहोस् होला है हजुर अब पुर्दै जाने अब यहाँ समय परिस्थितिले गर्दाखेरि होइन समय छ माथि ठुलो हुन्छ नि ठुलो अब लाउने अब लाने हुन्छ क्या अब अब केही टेन्सन ल यो पूर्णभन्दा पहिला धागा लाउनु कुल देवतालाई त लाउनु भयो लाइयो ल यहाँका क्षेत्रपाललाई आदि इत्यादि है ऊ यो भुजा पनि चढाउनु होला है अलिअलि जहाँ ध्वजा लाउनुहुन्छ कहाँ हजुर